मत परिवर्तन गर्दा गर्दै आफ्नो चाहिँ परिवर्तन नगर्नु होला नि फेरि त्यही चाहिन्छ। यस्तो बिचौलिया भन्दैमा त्यो नराम्रो पनि होइन, तर बिचौलिया नराम्रो चाहिँ कस्तो हो भन्दाखेरि उत्पादन भइसकेको मूल्य, बेच्ने मूल्य र हामीले कन्ज्युमरले खरिद गर्ने मूल्यमा धेरै अन्तर भइसकेपछि चाहिँ खराब हो नि त। एकदमै ह्युज डिफरेन्स। प्राइभेट सेक्टरले लाई चाहिँ राम्रो तरिकाले युज गर्न सक्यो भने खास त त्यो राम्रो चिज हो नि त हैन। सरकारले गर्ने काम प्राइभेटले गरिदियो भने राम्रो, तर त्यो गर्न सकेन भने चाहिँ जिटुजी पालिकाहरूलाई नै खरिद गरेर पालिकाहरूले नै मलको व्यवस्था गरिदिन सक्ने वातावरण हुनु पर्यो, पालिकाले नै किनिदिनु पर्यो, पालिकाले नै बजार खोजिदिनु पर्यो। अब सबभन्दा नजिक बजार भनेर राजधानी नै हो, एकदमै यहाँसम्म ल्याएर चाहिँ बेच्न सक्ने वातावरण बनाइदियो भने त भइहाल्यो। एकदमै एकदमै रिजनेबल हुनु पऱ्यो त्यो ग्याप पनि होइन। प्राइभेट सेक्टरको इन्भल्भमेन्ट मैले नेगेटिभ गर्न खोजेको त होइन, तर हेर्दाखेरि किनभने हाम्रो ऐनमै छ नि त। जस्तै कन्स्ट्रक्सनमा तपाईँको ऐनमै के छ भन्दाखेरि तपाईँको अब 10% 15% ओभरहेड राखेको हुन्छ नि त कन्ट्र्याक्टरको। त्यसरी नै त्यो नियम कानुन अनुसार ओभरहेड चाहिँ किसानले उत्पादन गरिसकेकोमा यति ओभरहेड लाएर ढुवानी खर्च अथवा उसको के हुन्छ त्यो गरेर मात्रै गर्न सक्छ राम्रो। हजुर। अर्को एउटा समस्या त्यहाँ इन्ट्रेस्टिङ के छ भने केही विगत 10-12 वर्षदेखि सायद 15 वर्षदेखि आलुको उत्पादन एकदमै धेरै बढेको छ, सँगसँगै विषादीको प्रयोग पनि एकदमै बढेको छ, सँगसँगै क्यान्सर हुने व्यक्तिहरूको सङ्ख्या पनि एकदमै ड्रामेटिक बढेको छ होइन। त्यसबारे पनि केही स्टडी विषादी किसानले किन प्रयोग गर्छ बुझ्नु पर्यो सुरुमा। विषादी किन प्रयोग गर्छ भन्दाखेरि हामीले उत्पादन गरेको भनौँ न खाद्यान्न चाहिँ बिग्रेला भन्ने डर हुन्छ होइन। अब यो बिग्रियो भने भोलि अब कसरी अब पुरै खेतभरि कुहियो बिग्रियो भने त भोलि बेच्न सकिँदैन। त्यसको असुरेन्स दिने चाहिँ सरकारले हो क्या। भोलि तपाईँले रोप्नु भएको चिज उत्पादन भए पनि नभए पनि बिग्रियो भने पनि सप्रियो भने पनि स्थानीय सरकारले अथवा कुनै माध्यमले खरिद गरिदिने वातावरण भयो भने त उसले विषादी प्रयोग गर्दैन नि त होइन। विषादी प्रयोग त डरले गर्ने हो सही होइन, त्यो उसलाई त इन्सुरेन्स हो क्या विषादीमा। अनि सरकारले त्यो चिज गर्दैन भने त विषादी प्रयोग गर्दैन मान्छे। प्रोडक्सनको क्वान्टिटी इन्स्योर गर्नको लागि पनि प्रोडक्सनको क्वान्टिटी भन्दा पनि बजारको इन्सुरेन्स हुनु, बजार सुरक्षित हुनु पऱ्यो। त्यो खेत यति एरिया चाहिँ ल यतिमा चाहिँ अब खरिद गर्छ एउटा कुनै निकायले भन्ने भयो भने त विषादी प्रयोग गर्दैन मान्छे। एकदम दुधको लागि चाहिँ अझै राम्रो छ सर हाम्रोमा। दुधको लागि चाहिँ बजार सजिलो छिटो पनि छ। उहाँ त्यहाँबाट दुध कलेक्सन गरेर पठाउनु छ यहाँ जलसाथले भन्नुभयो होइन, तर केही प्लान चाहिँ हामीले गरिराखेका छौँ। अब यो हाम्रो दुधको त बरु ठिकै छ अहिले नेपालमा। दुधको त्यति बिग्रिसकेको छैन, तैपनि अब मूल्यहरू निर्धारण गर्ने यताउतिमा त ठिकै छ, लगभग ठिक छ। अब त्यो दुधको पनि अब यो डिडिसी सरकारी हो, त्यहाँ पनि अलिकति मेन त करप्सन रोक्यो भने त करप्सन नै मेन कुरै त्यही हो। र एउटा माग के छ भने युवाहरूको हामीलाई बालैन चाहिँ एकपटक नुवाकोटमा ल्याइदिनु पऱ्यो, उहाँ आउनुपर्छ, उहाँलाई चाहिँ नुवाकोट देखाउनुपर्छ, अनि हामी एकदम तयार छौँ भन्ने कुरा छ। युथहरू मात्रै होइन कि अब त्यो नुवाकोटको बारेमा तपाईँ हो नि त अनि आफू बारेमा मात्रै हिँड्नु पर्ने होइन भने एकपटक भेट्न चाहनु एकदमै सकारात्मक होला भन्ने मेरो जाने। नुवाकोटको बारेमा चाहिँ तपाईँ होइन ठिक छ। उहाँ चाहिँ प्रशान्त दाई मकवानपुर क्षेत्रमा दिएको मकवान 2 प्रशान्त उप्रेती होइन। हजुर ए हजुर वान अफ द यङ्गेस्ट 25 वर्ष पुरा हुनुभयो पुरा भनेको रनिङ रनिङ गर्न योग्य। ठिक छ के छ त्यहाँको समस्या के हो? त्यताको चाहिँ विशेष गरी यता पश्चिमपट्टि चाहिँ त्यो भूमिको समस्या छ। त्यो सुकुम्बासीपट्टि भनेको उनीहरूले लामो समयदेखि त्यो भोग गरिरहेछ, तिरिरहेछ, सबै छ, तर त्यो लाल पूजामा रोकिराखेको छ एउटा। अनि भनेको पहिल्यै वर्षदेखि बसिरहेको एकदम वर्षदेखि बनेको घरहरू सबै व्यवस्थित छ, मान्छेको लाइफस्टाइल यो नेपालमा चाहिँ ठ्याक्कै सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासीको हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। अब 50औं वर्षदेखि बसेको सुकुम्बासीले चाहिँ जग्गा कहिले पनि पाएनन् होइन। सरकारको नीति कस्तो भइदियो अहिलेसम्म भन्दाखेरि सरकारमा पुगेको पार्टीसँग जो क्लोज छ उसले चाहिँ लाल पूर्जा 5वटा भए पनि जग्गा पायो, तर रियल सुकुम्बासी जो हो त्यसले 100 वर्षसम्म पनि पाएन क्या। ठ्याक्कै रियल सुकुम्बासी जो हो जसले लाल पूर्जा पाउनुपर्ने हो, रियल सुकुम्बासी रियल सोबासी जो हो उसलाई चाहिँ ठ्याक्कै पहिचान गरेर दिन सक्ने वातावरण त थियो नि त। भूमि आयोगको काम त्यो हो, तर त्यो गर्दिएन। भूमि आयोगले के गर्यो भने भूमि आयोगमा पनि टिके जान्छन् त्यहाँ, यसो पार्टीबाट टिका लगाएर जाने, वरिपरिका जो मान्छे छन् त्यसलाई मात्रै लाल पूर्जा दिने भयो। त्यो चिजलाई यो यहाँ पनि भ्रष्टाचारै हो क्या। यसलाई चाहिँ ठ्याक्कै छुट्याएर अब यो चाहिँ रियल हो, उहाँहरू चाहिँ ठ्याक्कै पहिलेदेखि बस्नुभएको त्यो वरिपरि चिन्जानको आधारबाट पनि थाहा हुन्छ नि त।
त्यहीँ बसिरहेको लोकालिटीलाई पनि थाहा हुन्छ वर्षदेखि बस्यो। हिजो हामी विराटनगरमा थियौँ। विराटनगरमा त्यो बाढी क्षेत्रमा के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ रियल सुकुम्बासी हो कि 50औं 60औं 70औं वर्षदेखि बसेको। त्यहाँको चाहिँ रियलले चाहिँ कहिले नपाउँदो रहेछ। तर ठ्याक्कै भूमि आयोगसँग नजिक भएको, त्यहाँको पदाधिकारीसँग नजिक भएको, त्यहाँको सदस्यसँग नजिक भएकोले चाहिँ पाउँदो रहेछ क्या। यसलाई चाहिँ क्लियर गर्न सकियो भने त्यो फेरि यो 1 वर्षमा समाधान हुने चिज हो कि ठ्याक्कै छुट्याउन सकियो भने। अर्को चाहिँ ठ्याक्कै यो ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट चाहिँ एकदमै धेरै छ, खासमा आरक्षणको सम्बन्धमा। गाँजाको पार्टमा चाहिँ अब त्यो उनीहरूलाई त्यो हिमको ब्यागहरू अब हजुरलाई थाहा छ त्यो हिमको ब्यागहरू त्योपट्टिमा वर्कआउट गर्छन्। त्यहाँ चाहिँ विशेष गरी त्यो भरियाहरू पर्छ सबैभन्दा बढी चाहिँ भरियाहरूमा समस्या होइन, बाँकी अब त्यो उताबाट आउँछ। त्यो एउटा राक्सिलामपट्टिको पार्टमा चाहिँ त्यो अब एउटा सीमान्तकृत समुदाय छ, सबभन्दा बढी चेपाङ समुदाय बस्ने ठाउँ त्यो पार्टमा अलिकति शिक्षण गर्दैले कहिलेबाट सुरु गर्नु? गर्दैलो भोलिबाट भोलिबाट सुरु गर्दै गर्दा त्यो अहिले चाहिँ बाटो कार्यक्रममा पनि मकनपुर विशेष गरी चितलाङ आफैमा यो पर्यटकीय सम्भावना बोकेको ठाउँ छ। यो सहरबाट यति नजिक छ नि त, चन्द्रगिरीको बाटो खुलिसकेको छ अहिले। त्यसकारण यहाँ सम्भावना भन्दा के भन्छ यो चुनौतीभन्दा पनि बेसी सम्भावना धेरै छ क्या त्यहाँनिर। अनि फेरि आफू नेपालकै सबभन्दा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सबभन्दा कान्छो उम्मेदवार पनि भएको र फेरि यङ भनेको त्यो भावनालाई आत्मसात गरेर लिएर जाँदै गर्दाखेरि त्यहाँ चाहिँ सम्भावनालाई बेसी उजागर गर्नुपर्छ हामीले। म प्रत्येकचोटि चितलाङ पुग्दै गर्दा त्यहाँको हाम्रो त्यो पर्यावरण, त्यसपछि पर्यटकीय सम्भावना, त्यसपछि हाम्रो त्यो मानव निर्मित ताल हो नि त त्यहाँको होइन, यी सबैलाई पर्यटनसँग जोड्दै गर्दाखेरि यो अत्याधिक धेरै सम्भावना भएको ठाउँ छ। र अब त यो बाटो पनि खुलेको हुँदा धेरै सहज छ। यसलाई चाहिँ एकदमै यो सम्भावनाको पाटोबाट हेर्नुपर्छ अनि सँगसँगै काम गर्ने यसमा। त्यसमा चाहिँ इन्टिग्रेटेड टुरिज्मको पार्ट र टुरिज्मको पार्टमा गएर भनेपछि बेच्न सक्यो अहिले मैले एकदमै सम्भावना यो पछिल्लो दिनमा काठमाडौँ युनिभर्सिटीमा लिडरसिप एन्ड म्यानेजमेन्ट यता बस्नु पछिल्लो दिनमा एकदमै सम्भावना देखेको छ चितलाङ खेती मकनपुरको विकासको लागि। अब होइन, सम्भावनाको ढोका त एकदमै चाँडो रहेछ। अनि एउटा महत्त्वपूर्ण कुरा चाहिँ के भयो भने हामीसँग रिसोर्सेसको कुरा हुँदै गर्दाखेरि काठमाडौँ महानगरपालिकाको वरिपरिका नगरपालिकाका सबै अधिकांश बासिन्दाहरूको आर्थिक उपार्जन गर्ने ठाउँ चाहिँ महानगरपालिकाभित्र भयो। अनि जहाँ आर्थिक उपार्जन हुन्छ त्यहाँ रेभेन्यू चाहिँ त्यहाँ बेसी जेनेरेट हुन्छ। अनि काठमाडौँ महानगरपालिकामा चाहिँ प्रशस्त रेभेन्यू जेनेरेट भयो। अनि वरिपरिका भेगका सबै जनता चाहिँ त्यहाँ गएर काठमाडौँमा कारोबार गरेर व्यवसाय गरेर उद्यम गरेर त्यसपछि बस्न जाने सबै रेसिडेन्सियल भएको हुँदै गर्दाखेरि तारकेश्वर नागार्जुनदेखि लिएर वरिपरिका सबै नगरपालिकामा चाहिँ बसोबास गर्ने ठाउँ भयो, मोर रेसिडेन्सियल एरिया भयो। रिसोर्सको कमी भयो। त्यस कारण अब हामीले एकचोटि अगाडि पनि एकचोटि संवाद गरेको थियो नि, महानगरपालिकासँगै इन्टिग्रेटेड प्रोजेक्ट हामीले सँगसँगै गर्न पाइयो र रिसोर्सलाई मोबिलाइज गर्न पाइयो भनेदेखि महानगर वरिपरिका यी पालिकाहरू र जोडिएको सम्भावित क्षेत्रहरूको विकासलाई सँगसँगै गति दिन सकिने रहेछ। यो हजुरको पनि अनुभव र हाम्रो पनि यो 3.5 वर्षको 2.5 वर्षको अनुभवमा यसलाई सँगसँगै इन्टिग्रेट गर्नुपर्छ। चितलाङ यतिखेरको त सबैभन्दा बेस्ट हब हो नि त। त्यो बाहेक अरू यो एज केयर सेन्टर हुन्छ नि, विशेष गरी अझ हाम्रो यति ठुलो जनसङ्ख्या विदेशमा हुनुहुन्छ, फर्स्ट जेनेरेसन जनसङ्ख्या क्या। अनि उहाँहरूलाई चाहिँ यो जन्मभूमिको माया यति धेरै छ। जब उहाँहरू रिटायर हुनुहुन्छ, यो देशमा फर्केर चाहनुहुन्छ, यहीँ समय बिताउन चाहनुहुन्छ, उहाँहरूलाई हेरेर पनि हामीले केही योजनाहरू बनाउँदै गर्दाखेरि विशेष गरी महानगरबाट यो सहरबाट राजधानीबाट एकदमै नजिक तर पर्यावरणीय हिसाबले सबै कुराको सुविधा सम्पन्न कुराहरू चाहिँ त्यहाँ बनाउन सक्यो भने यो एउटा प्रोजेक्ट साँच्चै गेम चेन्जिङ प्रोजेक्ट हुनसक्छ। विदेशमा बस्ने नेपालीहरू जो रिटायर लाइफ यहाँ बताउन चाहनुहुन्छ र यो राजधानीबाट नजिकको समय बिताउन चाहँदैन त्यो लोकेसन एकदमै बेस्ट हुन्छ। यसमा पनि हामीले आमा घर सेवा आश्रम भन्ने कुरा चाहिँ विशेष गरी पार्क छ, चितवनबाट एकदमै नजिक पर्छ। सो त्यो चाहिँ नेपालको सबैभन्दा अत्याधुनिक त्यस्तो खालको आश्रम हजुरले भनेको जस्तो ओल्ड एज केयर सेन्टरको समयमा त्यहाँनिर हामीले वर्कआउटै गरिरहेको छौँ, कामै गरिरहेको छौँ अन्तखेरि। तर त्यो चाहिँ एकदमै सोसल अर्गनाइजेसन हो, त्यो बिजनेस प्रपोजलबाट प्रोफेसनल दिएको भने त्यो सोसल सर्भिसको पार्टबाट त्यसमा पनि काम गरिरहेको छ। ठिक छ। अब त्यो विशेष गरी काठमाडौँ महानगरपालिकाको यो फोहोर व्यवस्थापनसँग जोडिएको विषयमा अघि हामी उहाँको सीतामढीको
उम्मेदवार पनि सँगसँगै बस्दै गर्दाखेरि धेरै कुरा हामीले अगाडि पनि इन्टिग्रेटेड प्रोजेक्टबाट काम गर्न खोजेको हो। त्यसको समाधानको लागि पनि सँगसँगै त्यो पहल कदमी गर्नुपर्छ। तर पछिल्लो दिनमा एकदमै यो अत्याधिक धेरै कुरा उठेको आइटी इन्डस्ट्री बनाउनुपर्छ भनेर चाहिँ हामीले अब सदनमा हुँदै गर्दाखेरि पनि त्यसमा काम गरेको, नेसनल इन्भेस्टमेन्ट पनि त्यसमा हुनुपर्छ र द्रुत गतिमा आर्थिक उपार्जनमा यसले काम गर्न सक्छ भन्ने बाटोमा पनि हामीले काम गरेको। अनि महानगरभित्रका ललितपुर क्षेत्रमा चाहिँ अहिले त्यो क्षेत्र त्यो विकसित पनि भएको, तर यो काठमाडौँ क्षेत्र नम्बर 7 मा जहाँ बालाजी औद्योगिक क्षेत्र छ त्यहाँ चाहिँ तत्कालीन अवस्थामा औद्योगिक क्षेत्र बन्दै गर्दाखेरि त्यो उपयुक्त ठाउँ थियो, सहरभन्दा नजिक थियो, त्यो टाढा थियो, त्यतिखेर चाहिँ त्यो औद्योगिक क्षेत्र बन्न उपयुक्त थियो। तर अब सहर र उद्योग एकै ठाउँमा हुँदै गर्दा त्यहाँ कन्फ्लिक्ट भइरहेको छ। हामीले पहिला एकचोटि कुरा गरेको थियो नि, यहाँबाट त्यो नुवाकोट क्षेत्रको जुन सार्वजनिक जग्गा छ र राज्यको जग्गा छ छाड्न सकिन्छ त्यहाँ अथवा कुनै पनि अर्को नजिकको ठाउँमा अहिले भइरहेका उद्योगहरूलाई सहुलियतसहित धेरै सुविधासहित त्यहाँ चाहिँ उनीहरूलाई स्थानान्तरण गरियो भने त्यो उद्योग पनि फस्टाउन सक्ने अवसर, त्यो ठाउँको विकास पनि हुन सक्ने अवसर र त्यसपछि आजको यो जेनेरेसनको विशेष गरी यङ जेनेरेसनको सबैभन्दा धेरै माग भएको र आइटी इन्डस्ट्रीलाई त्यहाँ चाहिँ हामीले इस्टाब्लिस गर्न सक्यो भने सहरभित्र साँच्चै उदाहरणीय एउटा सिलिकन भ्याली हामीले भारतमा देखे जस्तो उसले जसरी बेङ्गलोरलाई सिलिकन भ्याली बनाएको छ, त्यसपछि अमेरिकाको सिलिकन भ्याली जस्तो त्यो सिलिकन भ्यालीको कन्सेप्टमा हामीले त्यहाँ डेभलप गर्नको लागि चाहिँ यो सपना छ, हामीले सँगसँगै साझा गरेको थियो। यसलाई चाहिँ पुरा गर्नुपर्छ। अब यो कन्सेप्ट चाहिँ र यो माग चाहिँ यतिखेरको यो अहिलेको हाम्रो जनताको माग पनि हो। अनि महानगरपालिकालाई साँच्चै महानगरपालिका जस्तै र उदाहरणीय महानगरपालिका बनाउनको लागि हामीसँग भएको जम्मा एउटा रिङ रोड पनि दोस्रो खण्डको रिङ रोड हामीले 2017 सालदेखि बनाउन सुरु गरेको, अहिलेसम्म बनाउन सकेको छैन। 3 चोटि त मार्च गऱ्यौँ, पहिलो रिङ रोड नै कम्प्लिट भएको छैन। त्यही त भनेको त तत्कालीन अवस्थामा हजुरको जिम्मेवारी महानगरको हुँदै गर्दा हामी प्रतिनिधि सभा हुँदै गर्दाखेरि सडक विभाग प्रमुख, त्यसपछि त्यहाँको सचिव, त्यसपछि अनि यो रिङ रोड परियोजना प्रमुख सहित हामी 3 चोटि मार्च गऱ्यौँ। अब अहिले सर्भिस ट्र्याक बनाउँदैछौँ हामीले आफ्नै रिसोर्सबाट, तर मेन रिङ रोड बनाउन अझै पनि सकेका छैनौँ। यो कति दर्दनाक अवस्था छ, कति दुःखदायक अवस्था छ। महानगरले धुलो रहित परियोजना परिकल्पना गर्दै गर्दाखेरि त्यसको सबैभन्दा ठुलो बाधक भनेको त रिङ रोडको त्यो धुलोको कारणले भएको थियो नि त। यो सँगसँगै सहरलाई सौन्दर्यकरण मात्र होइन, यहाँभित्रको यो यसलाई आधुनिकीकरण गर्ने बाटोमा र त्यसपछि मोडल सहरको रूपमा विकसित गर्नको लागि अब हामीले आधारभूत आवश्यकता भन्दा पनि बेसी सिस्टमेटिक कुरामा बेसी काम गर्नुपर्ने भएको छ। म जुन ठाउँमा बसोबास गर्छु नागार्जुन नगरपालिका, अघि मैले भने नि त्यहाँ ठमेल र यो न्यू रोड क्षेत्रमा कारोबार गर्ने अत्याधिक धेरै व्यवसायीहरू साथीहरूको बसोबास चाहिँ त्यो क्षेत्रमा भयो। तर त्यो अर्बन एरिया चाहिँ डेभलप त्यो प्रपर डिजाइन गरेर डेभलप भएको होइन कि आफै व्यक्तिले त्यो प्लटिङ गरेर विकसित भएको हुँदै गर्दा त्यहाँ हामीसँग व्यवस्थित ठेगाना प्रणाली छैन। मैले सदनमा पहिलोचोटि हामीले उठाएको प्रश्न के थियो भने हामीले राष्ट्रको एकीकृत व्यवस्थित ठेगाना प्रणालीमा हामीले काम गऱ्यौँ भने मात्र देशभरिका सबै नगरपालिकाहरूले त्यो ठेगाना प्रणालीलाई लागू गर्छन्, तब मात्र देशका सबै हाइवे देशका सबै त्यो सिमानाहरू जोडिँदै गर्दाखेरि एउटै ठेगाना प्रणाली मात्र देशभरिलाई त्यो एउटा ठेगाना प्रणालीमा जोड्न सकिन्छ। म जुन ठाउँमा बसोबास गर्छु मेरो घरमा कुनै दुर्घटना पर्यो, कुनै अप्ठ्यारो पर्यो, पुलिसलाई बोलाउनु पर्यो भने त्यो कहाँबाट आउनुपर्छ भन्दै गर्दा फलान ठाउँबाट यो घुम्तीबाट यहाँ गएर यो ल्यान्डमार्क हेरेर यसरी आउनुपर्छ भनिन्छ। तर एडिबीको ऋण सहायतामा हुनुपर्छ होला धेरै अगाडि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकामा उपमहानगरपालिकामा यो व्यवस्थित ठेगाना प्रणाली मेट्रिक प्रणालीको त्यो ठेगाना प्रणाली लागू गर्नको लागि ठुलो सहयोगमा लागू भएको थियो। हजुरकै कार्यकालमा महानगरपालिकाभित्र धेरै काम र ललितपुरमा धेरै काम भएको छ त्यो ठेगाना प्रणाली मार्फत। हाम्रो लागि त्यो उपयुक्त ठेगाना प्रणाली हो कि होइन हामीले अध्ययन गर्नु पर्यो, स्टेटले अध्ययन गर्नु पर्यो। हजुरसँग संवाद गरिसकेपछि हामीले पार्लियामेन्टमा अघिल्लोचोटिको पहिलो कार्यकालको बजेटमा हामीले सम्बन्धित मन्त्रालयसँग समन्वय गऱ्यौँ र त्यो नीतिमा राख्ने काम पनि भयो। तर अचम्मको कुरा नीतिबाट त्यहीँ हटाइयो, किनकि हामीलाई व्यवस्थित ठेगाना प्रणाली नै चाहिन्छ जस्तो महसुस हुँदैन रहेछ त्यहाँ बसेका मान्छेहरूलाई। यी एकदमै हेर्दा धेरै साना कुराहरू हुन्। यी र यस्ता कुराहरूमा जति चाँडो हामीले सिस्टमसहित पद्धतिसहित लागू गर्न सक्यौँ तब मात्र सहरलाई आधुनिकीकरण गर्ने र आशा जगाउने कामलाई यथार्थमा परिवर्तन गर्न सकिन्छ। अब चाहिँ मैले चाहिँ किन होप देखिराखेको छु भने यो टिम अहिले रासपासँग जोडिएर बनेको टिम वरिष्ठ नेताज्यूले हजुरले यो नेतृत्व गर्दै गर्दाखेरि र जति पनि 164 निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बन्दै गरेको टिम र जो उम्मेदवार हुनुभएको छ उम्मेदवार बाहेक पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग यो देश बनाउनुपर्छ भनेर जोडिएका टिम देख्दै गर्दाखेरि चाहिँ जनतालाई यथार्थ रूपमा विश्वास जगाउन सकिएको छ। तर त्योभन्दा पहिला अब निर्वाचन केन्द्रित गतिविधिमा बेसी फोकस हुनुपर्ने भएको हुँदा पार्टीको तर्फबाट मैले कहाँ कसरी भूमिका खेल्नुपर्छ
त्यसपछि वरिष्ठ नेताज्यूसहित साथीहरूले कस्तो खालको सुझाव दिनुहुन्छ त्यसलाई पनि आत्मसात गरेर हामीले आम जनतालाई त्यो विश्वास मत परिवर्तन गर्न जगाउनु परेको छ। यतिखेर हामीलाई अत्याधिक धेरै प्रश्न गरिएको भने के गर्यो त तिमीहरूले भन्ने कुरा चाहिँ बेसी सोधिएको छ। हामीले जनतालाई बुझाउन नसकेको कुरा महानगरपालिकाको मेयरले गर्ने काम र त्यसपछि महानगरपालिकाका 16 नम्बर वडासहित अरू 32वटा वडाका वडाध्यक्षले गर्ने काम र प्रतिनिधि सभाका सदस्यले पनि गर्ने काम एउटै हुनु हुँदैन भन्ने कुराको जानकारी पनि हामीले आम जनतालाई दिन सकेन भने जनतामा बेसी कन्फ्युजन हुने रहेछ। यी र यस्ता कुराहरू गरिराखेको छ। अब वरिष्ठ नेताज्यूकै सुझावलाई मैले पर्खेको छु कसरी अगाडि बढ्ने भन्ने कुरामा। ठिक छ, मत परिवर्तन गर्दा गर्दै आफ्नो चाहिँ परिवर्तन नगर्नु होला नि फेरि।